नमस्ते सम्पूर्ण देश विदेशमा रहनुहुने मेरा सहयोगी दादाहरूलाई चाहिँ आज म मिति 2083 जेठको चाहिँ 12 गते चाहिँ म शिविर हाम्रो आँखा शिविरमा आएका थियौँ हाम्रो दोस्रो जाँच गराउन। त्यसै क्रममा चाहिँ हाम्रो चाहिँ मेरो आदरणीय दाइ मनप्रसाद डाक्टर मनप्रसाद गुरुङ अन्नपूर्ण 10 घान्द्रुक किम्चे हो। खास गरी हाल चाहिँ अब हाम्रो माइला दाइ चाहिँ माथि कोइडाँडामा हुनुहुन्थ्यो। कोइडाँडाबाट चाहिँ अहिले आर्मै थरमा चाहिँ रहनुहुन्छ। ब्लू पोपी लजको चाहिँ साउजी उहाँ पूर्व डाक्टर पनि हुनुहुन्छ र हालको चाहिँ ब्लू पोपी लजको चाहिँ सञ्चालक पनि हुनुहुन्छ। उहाँ मेरो आदरणीय दाइ र मेरा आदरणीय भाउजू र उहाँ दाइ र भाउजूले चाहिँ हाम्रो अन्नपूर्ण 10 घान्द्रुक किम्चे श्री मेश्रम बडा मन्दिरको लागि चाहिँ हाम्रो डाक्टर मनप्रसाद गुरुङले चाहिँ 5,500 रुपियाँ होइन दाइ 5,500 रुपियाँ सहयोग गरेर मेरो हातमा चाहिँ दिनुभएको छ। उहाँ सम्पूर्ण परिवारलाई चाहिँ हाम्रो ब्रेज मेश्रम बडाले चाहिँ रक्षा गरोस्। अहिलेसम्म चाहिँ रक्षा पनि भइराखेको छ र अझै पनि रक्षा गरोस् र फलोस् फुलोस्। फलेको पनि छ फुलेको पनि छ। उहाँको चाहिँ अब छोरा बुहारी नाति नातिनी सम्पूर्णलाई चाहिँ हाम्रो मेश्रम बडाले रक्षा गरेर सधैँ निरोगी भएर परिपूर्ण गरिदिनुहोस् भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद।